कति परिकार रहेछ है एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा है ल है सिजनमा यतै आउनु होला गाइजहरु तेल लिन प्लस सब लिन आउनु होला है। नमस्ते स्वागत छ पिजिआर भ्लगमा। हजुरहरु सन्चै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। अनि आज चाहिँ यस्तो छ मौसम हिजो बेलुका चाहिँ पानी पर्ला जस्तो भएको थियो, फेरि पुनः बिदो भयो भनौँ न है। यस्तो छ फेरि है पञ्चमुखीको लुक्स चाहिँ हिउँ पर्दैछ क्या हो है, त्यस्तै छ ल गाइजहरु। आज पनि भर्खरै उठ्यो, जोस भाग चाहिँ डेली आइरहेछ है, त्यही ठुलो कुरो हो। भाग चाहिँ आज भोलि डेली आइरहेको छ अनि अपलोड गर्ने बेला मोबाइल अनै भइरहेको छ क्या, त्यही भएर चाहिँ छिटो अपलोड भइरहेको हो। पहिला चाहिँ हुन्छ नि युट्युब क्लोज गरे कि बन्द हुँदो रहेछ क्या अपलोड हुन, त्यही भएर चाहिँ ढिलो आइरहेको थियो। 5 दिन भइसक्यो है लगातार आइरहेको छ, 6 दिन भनौँ अब यो गरेर 1 हप्तै पुग्छ भनौँ है। लगातार भ्लग आइरहेको छ है, जस्तो जे भए पनि आइरहेको छ। त्यही हो, हजुरहरू माया देखाउनु होला, हजुरहरूको माया साथ सपोर्टको खाँचो छ मलाई। म चाहिँ अहिले शिव मन्दिरको तल छु है। आज चाहिँ मैले एउटा फरक त्यो हुन्छ नि कन्टेन्ट सोचेको छु होइन, अनि यसो यताउता केही कन्टेन्टै पाएन। अब म यस्तो सोचिरहेको छु कि अनि यता सिमीकोटमा हुने हुन्छ नि फल्ने त्यो चिजहरू म देखाउन गइरहेको छु होइन। यता के धेरै फल्छ अनि पछि हजुरहरू पनि हुन्छ नि। अनि अब यता त गाडी पुगिसक्यो नि त, अब त्यो फलफुलहरू अनि सिजन पाकिसकेपछि अनि यता आएर लिन सक्नुहुन्छ नि त। अब मेरो फार्म त छैन, त्यही पनि अरूको भनेको होइन, यता पाइन्छ। अनि पहिला चाहिँ प्लेनबाट तल पठाउँथे होइन, आजभोलि चाहिँ अब गाडी छ। अब हजुरहरू यतै आएर हुन्छ नि पुरा के भन्छ 81 लिनेलाई के भन्छ हो त्यो त्यस्तो गरेर लिँदा हुन्छ होइन। अब यता मान्छेहरू धेरै बेच्छ स्याउ अनि है अन्य सब चिजहरू बेच्छ भनौँ न है। अब त्यही हो गाइजहरू, अहिले चाहिँ म यता शिव मन्दिरको तल छु भनिसकेँ होइन। अब मैले त्यही गर्न खोजिरहेको छु होइन, यता यो सिमीकोट एरियामा पाइने चिजहरू देखाउन गइरहेको छु होइन, रुखमै गएर होइन। अब त्यही हो, अनि त्यो चिजबाट के बन्छ र अनि के हुन्छ पनि भन्ने छु होइन। अब फार्ममा घुस्नुपर्ने हुन्छ होइन, हात्ती फार्म उता त्यहाँ छ, त्यहाँमा सबै पाइने चिजहरू उता यो खोलातिर पाइन्छ क्या है, त्यहाँ देखाउनेवाला छु। फेरि यहाँ जग्गा जानुहुन्थ्यो, अहिले फेरि गोडमेल भइरहेको होला होइन, फेरि गाली खान्छु जस्तो लागिरहेछ मलाई होइन। फार्म चाहिँ उता छ है, अनि यो चाहिँ आरुको रुख हो, तर आरु एउटा पनि रहेनछ, सायद सबै लगिसक्यो होला कि फल्या होइन होला भनौँ न। तर पहिलो यहीँ फल्थ्यो यार पहिला होइन। त्यही हो गाइजहरू, यता आरु हो है, आरुको रुख हो। यहाँ फल्या रहेनछ कि खै के पो हो, तर यहाँ सबैभन्दा पहिल्यै पाक्थ्यो है गाइजहरू। पहिला हामी बच्चा हुँदाखेरि लास्टै चोर्न आउँथ्यौँ है। त्यही हो, हेलिकप्टर ओखरको रुखहरू है, सबै ओखरको रुखहरू हो। अनि यो चाहिँ खोला हो है गाइजहरू। हजुरहरू त्यो सिजनमा हुन्छ नि त्यो फलफुल पाकिसकेपछि पाक्ने सिजनमा भनौँ न, त्यतिखेर यता आएर हुन्छ नि मजाले क्या स्याउहरू अरू अन्य चिजहरू किन्न सक्नुहुन्छ है। म फार्मभित्र घुस्दैछु, खै मान्छेहरू भएपछि त एउटा चाहिँ पाइयो है। यो चाहिँ म अहिले टिप्छु मात्र होइन, एउटा टिप्छु। अनि यो के कामको हुन्छ भनेर म पछि भन्छु है। यो चाहिँ खाँबु हो है, यस्तो छ ल है, यो गोजीमा हाल्छु म। माथि मान्छे रहेछन् होइन, त्यही भएर म चाहिँ तल आएको छु है। अनि यो चाहिँ दाते ओखर हो होइन, म एउटा तानेर यसलाई पनि कलेक्सन हान्छु है। यस्तो यो चाहिँ दाते ओखर है, पाखा त होइन, तर म देखाइरहेको हो। सबैभन्दा बुढो हुन्छ नि गाइजहरू, सबैभन्दा बुढो रुख यही होला यार सिमीकोटमा अहिलेसम्म भएको है। पहिला एउटा थियो माथिल्लो गाउँमा है, त्यो चाहिँ हुन्छ नि यस्तो च्यातियो भनौँ न, बिचमा यसरी आधी यता पऱ्यो आधी उता पऱ्यो होइन। त्यो सेकेन्डमा बुढो यही होला सायद अब है। त्यही हो गाइजहरू, यो चाहिँ काटे ओखर हो है त। अब यो पनि एउटा लगौँ है, काटे ओखर। यो चाहिँ चुलीको रुख हो है गाइजहरू। यता पनि चढ्दैछु,
होइन त यो के हो यार, तेल जस्तो चुइगम जस्तो छ खाम गाइजहरू। चुइगम जस्तो है। अनि कहाँ छ भर्खर त्यो कता चुली देखेको थियो, देखिहालेँ। है चुली। अनि यो चाहिँ ढुटेलो हो है गाइजहरू, ढुटेलो। यस्तो हुन्छ है ढुटेलो। यो चाहिँ फलफुल त होइन, त्यही पनि यो चाहिँ तेल बनाउन प्रयोग गरिन्छ है। यसको रुख चाहिँ यो हो। सबै हुन्छ नि यता यस्तो यस्तै लाग्थ्यो होइन, सबै चाहिँ लगिसक्नु भएछ होइन, तेल बनाउँछन् क्या यसको। अब त्यही हो, यो पनि कलेक्सनमा राखौँ है। ढुटेलो हो यो चाहिँ। स्याउ है स्याउ, स्याउ एउटा टिपौँ। आरु पनि पाइसक्यो गाइजहरू फाइनल्ली। आरुको खोजीमा थियो है। यो रुख चाहिँ आरुको हो। एउटा टिपौँ। लोते चुली हो। लोते चुलीको रुख यस्तो हुन्छ है गाइजहरू। लोते चुली यो एरियालाई चाहिँ खोला भन्छ है। अब त्यही हो गाइजहरू। अब चाहिँ माथि बुझ्दैछु। मैले नपाएको भनेको एउटा चाहिँ चम्चुली भन्ने पाएको छैन। अहिले बल्ल याद भयो यार यो रुख देखेपछि चाहिँ है। यो चाहिँ मेल हो है गाइजहरू। मेल हो गाइजहरू है त। म अब अहिलेसम्म मैले देखेको रुखहरूको त्यो फलै भनौँ न होइन, टिपिसकेँ। अहिले चाहिँ मेरो सबै गोजीमा छ। अहिले यताबाट सिमा ग्राउन्डमा पुगेपछि सबको हुन्छ नि केमा युज हुन्छ, कसरी हुन्छ, अनि सबै भन्नेवाला छु होइन। बाटै छैन त हो गाइजहरू। यता पनि बन्द छ, यता पनि बन्द छ। कहाँबाट जाने हो त नि? यता पनि बन्दै छ भने खै। यो मैले यसरी तोड्दै है गाइजहरू, बल्ल बाटो आयो नि त है। अहिले चाहिँ म यो के भन्छ यो होस्टेल होइन, यो होस्टेलको तल छु। सिमा ग्राउन्डमा पनि पुगिसकेँ। अब चाहिँ यो हुन्छ नि यो फलफुलहरूको केमा युज हुन्छ म भन्नेवाला छु है। अब उता त्यहीँ भनौँ ल। लेट्स गो। ल है लास्टै छन् है, छन् त। अब गोजीदेखि निकालौँ पहिलो कुरो है। ल यतै हेर्नु न ल है। यो चाहिँ काठे ओखर, यो चाहिँ स्याउ, यो चाहिँ दाते ओखर, यो चाहिँ आरु, यो चाहिँ खाबु होइन, यो चाहिँ मेल, अनि यो चाहिँ लोते चुली, अनि यो चाहिँ चुली है। स्याउ चाहिँ 2वटा ल्याएर रहेछु। अब यो चाहिँ स्याउ भयो होइन, यो चाहिँ स्याउ भइगयो। यो ठुलो भए चाहिँ यिनीहरूको तर प्रजातिहरू पनि टन्न छन् है। के भन्छ गोल्डन स्याउ के स्याउ हुन्छन् है। यो भयो। अनि यो चाहिँ काठे ओखर है। काठे ओखर कसरी चिनिन्छ भने यो रातो जस्तो छ, यो पुरा हरियो छ है, त्यही भएर चाहिँ यो काठे ओखर हो। अनि पछि यो चाहिँ दाते ओखर हो है। अनि पछि यो चाहिँ खाबु है। अनि यो पाकेपछि यो बाहिरको खान्छ। यसको भित्र एउटा आँटिलो हुन्छ होइन। यो आँटिलो चाहिँ के अरे तेल बनाउन प्रयोग गरिन्छ है गाइजहरू। यो चाहिँ मेल भयो होइन। मेल पहिले यही फुल्छ तर लास्टमा पनि यही पाक्छ। यसको काम भनेको चुक बनाउने हो है। चुक चाहिँ लास्ट हुन्छ होइन, दामी हुन्छ चुक। अनि यो चाहिँ के भन्छ त्यो आरु भयो है। यसको पनि त्यही हो, बाहिरको खाने भित्रको यसको पनि तेल बनाउने हो है। यो चाहिँ लगाउने तेल होइन, खाने तेल बनाउँछ क्या यसले है। अनि यो चाहिँ लगाउने तेल बनाउँछ है भन्नाले अब ज्यानहरू दुखेपछि यस्तोमा है। अनि यो चाहिँ लोते चुली, यसको पनि त्यही सेम, यो पनि शरीरमा लाउने हो है, तेलै बनाउँछ। यो बाहिरको खान्छ त्यही हो। अनि यो चुली पनि सेम त्यही है, यो पनि खान्छ अनि पछि शरीरमा लगाउने काम गर्छ है त। त्यही हो ल गाइजहरू, यति हो है। कति प्रकार रहेछ है, 1 2 3 4 5 6 7 8 है।
ल है सिजनमा यतै आउनु होला गाइजहरू तेल लिन प्लस सब लिन आउनु होला है अहिले चाहिँ 12 बज्यो है म चाहिँ अब सीमा ग्राउन्डदेखि चल्दैछ है अब उता दाइहरू चाहिँ त्यो बाइक सिक्दैछ अब चल्दैछ है गाइजहरू अनि यता पानीको मूल छ है अहिले यो पानी यता धारोमा आउँथ्यो आज पानी खाम हामी चल्दैछ है खान्छ है केटाहरू इजी खान्छ चल्दैछ गाइजहरू दाइहरू चाहिँ बाइक सिकिराख्नु भएको थियो अनि त्यसको चलाउनु भन्दा पनि पछाडि बस्न लास्ट मजा आउँदो रहेछ है कति बसियो यता चढ्यो है अनि बल्ल अहिले चाहिँ अहिले कति बजेछ राख्नु है अहिले चाहिँ कति बजेछ 1:20 भएको रहेछ है 1:02 भएको रहेछ यार ल त्यही हो गाइजहरू अहिले चाहिँ घर पुगेँ अब चाहिँ भ्लग एडिट वा अथवा नास्ता खानुपर्ने हुन्छ है त्यही हो गाइजहरू अहिले चाहिँ म यसो सीमा ग्राउन्डतिर जाँदैछु है फेरि घरमा बस्न झ्याउ लाग्यो त्यही भएर अहिले सीमा ग्राउन्डतिर जाँदैछु है अहिले चाहिँ कुनाहरूको घरतिर गइरहेको छु है अनि यहाँ सबै स्याउको रुखहरू है सबै तलदेखि माथिसम्म जे होस् हजुरहरू त्यो पाकेको सिजनमा यता आएर फलफुल किन्न सक्नुहुन्छ होला आउनु होला यतै छन् धेरै मान्छेको मेरो त छैन है आउनु होला गाइजहरू हेर्नु त इन्द्रेणी 2वटा लागेको छ है एउटा तल एउटा माथि अहिले चाहिँ हामी फिलहाल फुटसलतिर छौँ है हामी यसो खेल्छौँ कि हेर्छौँ है अब के हुन्छ है फुटसलतिर पुगेका छौँ ल गाइजहरू है जम्मा हुँदैछ सुस्तारै टिमहरू है अपोनेन्ट टिमहरू चाहिँ आएको छैन हामी चाहिँ वेटिङमा है गाइजहरू पानी पर्दैछ है ऊ सब पानी जम्मा भएर मजाले यसरी परिरहेको छ साइडमा फुटसल भयो है अब यो खोलै भइसक्यो है गाइजहरू ल त्यही हो ल गाइजहरू हामी अब कुरिरहेछौँ भनौँ न है त्यही हो ल फुटसल खेलेर पनि घरमा आएर खाना खाइसकेँ होइन अनि अहिले चाहिँ भ्लग एडिट गर्न बसिरहेको थिएँ अनि एन्ड गर्न भुलेको रहेछु होइन आजको भ्लग यति नै हुन्छ होइन यतिसम्म हेर्नुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद नयाँ हुनुहुन्छ भने सब्सक्राइब र बेल आइकन अलमा सेट गर्नु होला हजुरहरूको आउँदो दिनहरू शुभ रहोस् म भेट्नेछु भोलिको भ्लगमा हस्त जय नेपाल बाई बाई